सो फाइनली गाइज आज चाहिँ यस्तो मुलाको हैन लोड भन्दा पनि बोरामा प्याकिङ स्याकिङ गरेर दुखेर हामीले रेडी गरिसक्यौँ र एकजना भाइ चाहिँ गाडी लिनु गएको छ आएको छैन यस्तो भइरहेको छ लोड आज एकै ठाउँबाट गाडी पुग्यो डामासले र हामी अब गाडी पर्खिँदैछौँ गाडी धुने ठाउँ यस्तो हुन्छ है मुलाकै फाइनली गाइज भर्खरै हाम्रो गाडी चाहिँ आयो है अब यहाँदेखि काँधे हानेर गाडीमा लाउनु पर्ने सेपेर भन्दैछस् निकालेर अहिले सेपेर हान्छु त म गाइज यस्तो छ होइन यस्तो हामीले लोड गऱ्यो आज कस्तो छ गाइज कमेन्ट गर्नु होला सबैजनाले गाडी यङजुन भाइ काका जस्तो छ गाइज तर को है गाडी चाहिँ त्यही छ र गाइज हाम्रो चाहिँ फाइनली यहाँ गाडी लोड गर्नुको लागि सफा गर्दैछ अलिक आज ढिलो भयो है गाइज यस्तो छ अब लोड गरेको हेर्नुपर्छ तर नपाइला जस्तो छ यहाँ एकछिन हान्दिनु न फाइनली गाइज भर्खरै हाम्रो चाहिँ आधी लोड भइसक्यो आधी हुनु बाँकी छ अब यति छ क्या बाँकी यहाँ चाटा आज चाहिँ झमक्कै अब त्यस्तो मात्रै हान्नु बाँकी छ ल फाइनली गाइज हामीले होइन लोड गरिसक्यौँ अब हामी घर लाग्नुपर्ने हुन्छ फाल्टा लगाउ गडा आलु अब म्यासल ज्यामको छ र फाइनली गाइज हामीले चाहिँ होइन फाल्टा पनि लगाइसक्यो अब हामी घरतिर लाग्छौँ गाइज फाल्टु बास नखर बचाउन केही हुँदैन हो मुला छ
लाग्यो यार भिडियो अझै कुहिरो नलागेको सेन्टरमा पऱ्यो फेसबुकमा